नेपाली बालकथा स्यालले दिउँसै तारा देख्यो। एउटा घोडा हरियो चौरमा चरिरहेको थियो। त्यसै बेला कतैबाट एउटा स्याल आयो। स्यालले मनमनै सोच्यो, यो मोटेलाई कुनै जुक्तिले मार्न पाए त महिनौ पो चलाउन सकिन्थ्यो। घोडाले सोच्यो, यो मोरो छट्टु स्याल के जाल सोचेर आएको छ कुन्नी, यसलाई पाठ सिकाउन पाए हुन्थ्यो। घोडा हिँड्दा खोच्याउन थाल्यो। घोडा खोच्याएको देखेर स्यालले पल्टिँदै सोध्यो, किन खोच्याएको घोडा दाइ? हेर न, मेरो खुट्टामा काँडा बिजेर साह्रै दुःख दिएको छ, सक्छौ भने निकालिदेऊ न स्याल भाइ। घोडाले भन्यो, हस् हस् दाइको काँडा त म निकालिदिइहाल्छु नि। यति भन्दै स्याल घोडाको खुट्टा हेर्न पुग्यो। घोडा यस्तै मौका खोजिरहेको थियो। घोडाले स्याललाई यसरी लात्तीले हान्यो कि स्यालले दिउँसै तारा देख्यो। त्यसकारण हामीले कसैको कुभलो चिताउनु हुँदैन।